कोन्निचिवा मिनासान लेसन 1 N5 लेभलको लेसन 1 का डेली लाइफमा युज हुने भोकाबुलरीहरू वातासी म आनता तपाई तिमी आनो हितो त्यो व्यक्ति सान जी च्यान बच्चा जिन नागरिक सेन्सेई शिक्षक अनि क्योसी प्रशिक्षक गाक्कुसेई विद्यार्थी खाइस्याइन भनेको कम्पनीको कर्मचारी सेन भनेको कर्मचारी गिनकुइन भनेको बैंकको कर्मचारी इस्या भनेको डाक्टर केन क्योस्या भनेको अनुसन्धानकर्ता दाइगाकुको खान्जी है दाइगाकु विश्वविद्यालय बेविन भनेको हस्पिटल दारे भनेको रुड बबो भने दोनाता भनेको को पोलाइट फर्म हो साई भनेको वर्ष नानसाई भनेको कति वर्ष हाई भनेको हुन्छ हजुर ए भनेको होइन अनि हाजिमे मासिते फर्स्ट टाइम भेट हुँदाखेरि आफ्नो परिचय दिँदा हाजिमे मासिते दोजो योरोसिको ओनेगाई सिमास भेटेर खुसी लाग्यो यो इन्टरभ्यूको लागि पनि इम्पोर्टेन्ट हुन्छ खाराकी मासिता बाटा आएको हो अर्का हाँची काराकी मासिता बुटल खाराकी मासिता यसरी लेख्न मिल्छ सिचुरे देशका कृपया माफ गर्नुहोला तर प्राय कसैलाई केही कुरा सोध्दा उसको नाम ठेगाना सोध्दा प्रयोग गरिन्छ ओनामाएवा हजुरको नाम चाहिँ कोचिरावा सान्देश उहाँ मिरा सान हुनुहुन्छ यसरी चाहिँ लेख्न मिल्छ थ्याङ्क यू एभ्रिवान यो लेसनको भोकाबुलरी यति नै हो यति चाहिँ कन्ट गर्नु होला मिनिङ इम्पोर्टेन्ट छ थ्याङ्क यू एभ्रिवान फलो फर मोर नलेज लाइक कमेन्ट सेयर गर्नु होला थ्याङ्क यू